हेलो एभ्रिवान, सुदेशता विदेशमा बसेर मेरो कमल बिएम ब्लग हेरेर साथ दिनुहुने सम्पूर्ण मित्रजनहरूमा हार्दिक नमस्कार। फाइनली गाइजहरू, आज चाहिँ म अत्यन्त सुन्दर मनोरम दृश्यहरू देखाउन गइरहेको छु। फाइनली हजुरहरूले यस्तै खालका दृश्यहरू, पहाडका अत्यन्त सुन्दर दृश्यहरू हेर्न चाहनुहुन्छ भने युट्युब च्यानलमा गएर मेरो कमल बिएम ब्लग सर्च गरेर हेर्न सक्नुहुन्छ। मेरो थुप्रै कन्टेन्टहरू आइसकेका छन्, गाइजहरू देख्न सक्नुहुन्छ। फाइनली अहिले चाहिँ सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको मोहनियाल गाउँपालिका नम्बर 5 का केही सुन्दर दृश्य देखाउन गइरहेको छु। यहाँको बस्तीहरू देख्न सक्नुहुन्छ गाइजहरू। फाइनली अहिले चाहिँ हामी मोहनियाल गाउँपालिकाको नम्बर 5 पाल्सा भन्ने ठाउँमा छौँ। यहाँबाट देखेका केही सुन्दर दृश्य आज हामी यात्रामा छौँ, देख्न सक्नुहुन्छ। यहाँबाट देखेका केही सुन्दर दृश्यहरू। फाइनली हामी चाहिँ प्रत्यक्ष रूपमा डोटीका केही भूभागहरूलाई अवलोकन गर्न पाइरहेका छौँ, देख्न सक्नुहुन्छ। अत्यन्तै रमणीय र सुन्दर छ। आज मौसम त्यति क्लियर छैन, तैपनि एकदम मनोरम दृश्य देखिरहेको छ। फाइनली पाल्साको गाउँ हामी प्रवेश गर्दैछौँ। तपाईँलाई त्यहाँको दृश्य पनि हामी देखाउनेछौँ। यहाँबाट देखेका केही दृश्यहरू। फाइनली गाइजहरू देख्न सक्नुहुन्छ, यो चाहिँ सुर्खेत र डोटीको सिमानाको कर्णाली नदी पनि देखिरहेको छ, सानो सानो देख्न सक्नुहुन्छ। यहाँ देखेका एकदम सुन्दर दृश्यहरू। फाइनली हामी चाहिँ पाल्सा गाउँ भन्ने ठाउँमा पुगिसकेका छौँ। गाउँको केही सुन्दर दृश्यहरू तपाईँलाई देखाउनेछौँ। पहाड भए पनि एकदम सुन्दर छ, रमणीय छ, स्वच्छ सफा हावापानी देख्न सक्नुहुन्छ। यो क्षेत्रमा विशेष गरेर नगरी बालीहरू गरेको पाइन्छ, देख्न सक्नुहुन्छ। यहाँको दृश्य अत्यन्त सुन्दर छ। यहाँका बस्तीहरू 3 किलोमिटर बढी हिँडिसके एकदम प्रतिज्ञा सम्भावित क्षेत्र र अहिले पनि सम्बन्धित निकायको ध्यान आकर्षण नभएको क्षेत्र। फाइनली यो चाहिँ घैँटी ट्याङ्की भन्ने हो, देख्न सक्नुहुन्छ। यहाँको बस्तीहरू अत्यन्त सुन्दर देखिरहेको छ। फाइनली हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। हामी चाहिँ यात्रामा छौँ। यस्तो सुन्दर खालका दृश्यहरू तपाईँलाई देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु। फाइनली चाहिँ सुन्तला खेती देख्न सक्नुहुन्छ। सुन्तलाका बिरुवाहरू प्रशस्त मात्रामा लगाइएको छ। यहाँको सुन्दर बस्ती देख्न सक्नुहुन्छ गाइजहरू। फाइनली यो चाहिँ मोहनियाल गाउँपालिका नम्बर 5 स्थित पाल्सा भन्ने ठाउँ हो, देख्न सक्नुहुन्छ। अत्यन्तै रमणीय छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यस ठाउँमा। सडक सञ्जाल चाहिँ पुगेको छ। फाइनली यहाँको अत्यन्त सुन्दर दृश्यहरू, विशेष गरेर सुन्तला खेतीहरू देख्न सक्छौँ। यहाँको दृश्य, यहाँको बस्तीहरू अत्यन्त सुन्दर छ, एकदम हेर्न र घुम्न लायकको छ। हजुरहरू पनि यस ठाउँमा आउन सक्नुहुन्छ। एकछिनमा म हजुरहरूलाई एकदम सुन्दर दृश्य देखाउनुवाला छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँको खेलाडीहरू देख्न सक्नुहुन्छ। वाउ, सुन्दर दृश्य देखिँदैछ। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु भएको रहेछ। पोर्खालको बाटो छ नि माथिको, हजुर, त्यो छोडिदियो भने तपाईँ यहाँबाट त्यहाँ पुग्ने बेला त हामी त जिलोकै डाँडा पुग्छौँ नि त यहाँ। हाम्रो गाडी होइन यो? हो, हाम्रै गाडी छ। अलिअलि मात्रै आएको जस्तो लागिरहेको छ अरे मलाई त। क्या मस्त छ यार सल्लाहहरू है, उहिले खाने। यहाँका घरहरू देख्न सक्नुहुन्छ। यहाँको बस्ती देख्न सक्नुहुन्छ गाइजहरू। हामी चाहिँ फाइनली एकदमै
पहाडकै काखमा भएको बस्तीमा पुगेका छौँ। देख्न सक्नुहुन्छ यहाँको दृश्य। यहाँको बस्तीहरू र यहाँको डाँडाकाँडा। वाउ गाइजहरू देख्न सक्नुहुन्छ पहाडका अत्यन्त सुन्दर डाँडाकाँडाहरू। यस्तै खालका भिडियोहरू हेर्न चाहनुहुन्छ भने गाइजहरू मेरो कमल बिएम भ्लग्स सर्च गरेर हेर्नु होला। आज फाइनली अत्यन्त सुन्दर डाँडाकाँडाहरूको दृश्यहरू देखाउनेवाला छौँ र साथ दिनु होला। यहाँका अत्यन्त सुन्दर दृश्यहरू हामी